आज चाहिँ तेमाल जात्रा होइन शुभ दिन अनि तेमाल जात्राको उपलक्ष्यमा आज बेबीलाई पनि मुख खुवाउन लगाएको अनि नयाँ थाङ्गा आएको छ नयाँ थाङ्गा पनि त्यहाँ टक्क लगाएर आउने हो आजको दिन चाहिँ त्यहाँ भयो होइन त्यही सबै आफ्नो धुनमा छ चरी किन के चिज गरेर आएको ममलाई ह्याप्पी बुढी मेकअप गरिरहेछ यहाँ ओइ से हेलो आपा अब छ नि बिचमा कुन हुन्छ ए यो बुद्ध चाहिँ बिचमा भयो भनेपछि गुरु यता चेङ्ग्रिसी यता हुनु भयो ल ओके ल आज दिन क्या राम्रो दिनमा सबै ठ्याक्कै जुतेको पूर्णे हजुर आज उसको स्वयम्भूमा हिजो चाहिँ तेमाल बौद्धमा बौद्धमा त्यही त आजको दिन थाङ्गा पनि टाँस्ने भयो होइन अनि छोरीलाई पनि अलिकति अब के भन्छ खुवाउने भयो ठ्याक्कै पूर्णेको दिनमा ए अन्नग्रहण ल अब यसो टङ्गाउँछु यहाँ ट्याक्क लगाएर भित्तामा टाँस्नुपर्छ ल थाङ्गा चाहिँ अलिकति कुचेको भएर आइरन गर्नु लाग्छ आप्पाले आप्पाले नै बनाउनु भएको थाङ्गा पनि फेरि यो भयो अनि यो कस्तो राम्रो छ डिटेलहरू आप्पाले छोरी ज्वाइँलाई कति माया गरेको यहाँ तिनवटा थाङ्गा दिइसके यहाँ ल तरिका चाहिँ यस्तो आइरन गर्ने तल एउटा कपडा ओछ्याउने अनि उल्टो गरेर थाङ्गा राख्ने त्यसपछि ट्याक लगाएर आइरन गर्ने यो चाहिँ किन लेखेको आपा अब यो मुटु नै हो ओम आ हुङ मन्त्र क्या मन्त्र थाहा छैन थाहा भयो सोध्छ मैले यो ओम आ हुङ भनेको गुरुको मन्त्र ए गुरु ए हाम्रो उ त गुरु गुरुको मन्त्र गुरु चाहिँ यहाँ यो चाहिँ बुद्ध अनि यो चाहिँ चेङ्ग्रेसी है यो चाहिँ चेङ्ग्रेसी धन्यवाद धन्यवाद अरे ऊ छोरीले भनेर है केटी होइन ल अब हेरौँ है त कस्तो सर्लप्प पऱ्यो नि अब है यो अलिकति भयो ल आपा धन्यवाद धेरै धेरै यस्तो दामी थाङ्गा चाहिँ फर्स्ट क्लास छ नि यस्तो त यहाँ कहाँ पाउने नि है आपा यहाँ त सर्लप्प परेको तिनवटा थाङ्गा कम्प्लिट वा कसो देखेँ यसको चाहिँ रातै हालेन है त्यही भनेको ए पुरै योहरू भयो होइन अनि यसको चाहिँ रातै हालेन रहेछ फेरि सिलाउने मान्छेले ठिकै छ अब अनि बिहान उठ्ने बित्तिकै यो तीनवटा भगवान् सम्झिने हो है हजुर अनि हे मलाई रक्षा गर्नु तपाईँले भनेर पुकार गर्ने के भन्ने सम्झिने क्या पाला अनि ढोक्ने धुप बाल्ने अनि धुप दीप पहिला यो बत्ती अगाडि बाल्ने अनि धुप बाल्ने पछि धुप बाल्ने अनि चोको पार्ने एक कप यताबाट हाल्ने है यताबाट बिहान त्यही राख्नु हुँदैन यताबाट राख्ने
फेरि बेलुका टिप्दाखेरि यताबाट टिपेर ल्याउने ओके अनि यताबाट टिपेर ल्याउने हजुर अनि त्यसलाई चाहिँ एउटा चोखो कपडाले छोपिदिने छोपेर राख्ने बिहान उठाउने फेरि त्यही यताबाट हलेर ल्याउने हस् त फाइनली मेरो सपना चाहिँ पुरा भयो तीनटा ताङ्का वाउ सेट हाम्रो गर्छ नि सेट हुन्छ नि त्यो स्वयम्भू बुद्ध हाम्रो बौद्धमा हुन्छ नि बुद्ध च्याङ्रेसी अनि गुरु फर्स्टमा यो बिचको बुद्ध चाहिँ एउटा भाइले ल्याइदिएको आपाले पठाउनु भएको थियो अनि गुरु चाहिँ मेरो मम्मी आउनुहुँदै ल्याइदिनु भएको थियो अनि यो चाहिँ हिजो अस्ति आप्पा आउने बेलामा ल्याइदिनु भयो वाउ लुक एट दिस वी आर सो ब्लेस्ड के सो ब्लेस्ड कस्तो राम्रो के ड्याडीको आर्टलाई मैले यसरी राख्नु पाउँदा धेरै धेरै म एकदम खुसी छु माई गुडनेस माई ड्याडी इज सच अ हार्ड वर्किङ आर्टिस्ट हामीले त यसरी आर्ट पनि गर्नु सक्दैन थ्याङ्क यू सो मच आप्पा फर दिस लभली लभली ब्लेसिङ एन्ड फर दिस लभली गिफ्ट आप्पाहरू चाहिँ अहिले रेडी हुँदैछ मेरो छोरी चाहिँ त्यहाँ सुतिरहेछ उसको आप्पासँग अनि यहाँ एउटा के कुरा एउटा सिन एड भयो मेरो छोरीको माई गुड अस्ति भर्खर जन्मेर जस्तो लागेको थियो कति क्युट के बसेर खाने बेला पनि आइसक्यो छोरी तिमी कति छिटो बढेको डोन्ट यु ग्रो अप बेबी गाइस हाम्रो छोरीको आउटफिट यो चाहिँ मैले बनाउन के अरे उता नेपालमा बनाउन दिएको डिजाइन हो so cute Gretchen hi oh my goodness baby you're looking so gorgeous my Gretchen's so big cute ल अब सबैजना रेडी भयो म रेडी छु होला छोरी कति राम्रो देखेको त्यो टाउको चाहिँ अलिक ठुलो भएको जस्तो लाग्यो मलाई ल आए मक्का पर्यो अलि अगाडि हो बेबी खाना खाने अन्डा ग्रहण गर्ने अन्न ग्रहण सुरु भयो आजदेखि गम गम खाने छोरी है है पप्पा पप्पा अब आशा 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 आमा र छोरीको लुगा चाहिँ ठ्याक्कै म्याचिङ भयो क्या मेरो पनि म्याचिङ भयो होला नि मेरो म्याचिङ भयो होला मेरो ओटीटी चाहिँ देखाएन अहिले पछि आउँछ ओटी कति राम्रो देखियो मेरो छोरी आशा खुसी भयो ल अब टिका लाउने कि खाउने हो टिका लाउने अनि खुवाउने ओ यसलाई ग्रा बर्जामी मार्मी गङ्गा बोर्गाई है तर्मी लावासी बोर्गा यसलाई हिँगाला जेन्दामी पाकी 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 दगाई यानी बाकी मानी आगे साथ समुद्र खासी दाल ये टिका जानी है तिनी यसलाई ग्रा बर्जामी भिजर मेजी तगाई Oh my goodness, baby. Yeah, ni मेरो छोरी. ल Aha, Gretchen, wow. Oh, thank you for this headband. ल फर्स्ट ल तजी बना रे मिठो भयो oh my god गाल नाति छ टन्नै छिल्यो मम्मीले बनाइदिएको है उ जाजी बाल हो ए टन्न परेछ बुवा मम जाति निकाल्यो मैले यसलाई सुन्नु ल ल सरी ल मिठो लाग्यो ल
बाजेले त खुट्टा भइदिनु भयो चुच्चा चुच्चा छुनु तिमीले त के खान्छ मेरो छोरीले ओहो अस्ट्रेलियामा बसेर युरो पायो युरो 20 युरो तिम्रो बाजे त खतरा रहेछ त नि तिमीले अस्ट्रेलियन डलर पनि युरो पनि पाउने ओ माय गॉड यो त पैसा कमाउँछ यसले त के छ नेपाली हेर्नु पैसा त्यो एउटा दुइटा केटा टुकटुक गर्छ हुन्छ अब ल ఏంటండి ఏదా అన్నగ్రహం లజీ అన్న అభిషేక్ లజీ चुत्ता ल ini apa aja खुवाबो पहिला बेबीले खुवाउनु ल है यसले यहाँ त ल है छोरी ताजी ल Say hello. Hello. हामी चाहिँ अहिले बुद्धिस्ट टेम्पल जान लागेको We are heading towards our Buddhist temple. ओममा नेपाली पनि गर्नु पर्यो नि होइन That's my Gretchen. भर्खर उठ्यो टाइमिङमा उठेछ मेरो छोरी Gretchen. Yay. Hi Gretchen. Oh my goodness. त्यसको फ्रक मजाले तान त आहा मेरो फोटोकपी दुईजना हेर्नुहोस् न फोटोकपीलाई फोटोकपी दिएँ मैले हामी चाहिँ पार्किङ लटमा आए त्यही हो बेबीको प्र्यामभित्र हाल्छौँ पहिला बेबीलाई हाल्छौँ छोरी डोन्ट क्राई है आज चाहिँ अहिले चाहिँ अब 1-2 विक्स भयो मेरो छोरी यो उसको बेबी कार सिटमा बस्न मान्दैन ऊ खेल्न पाउँदैन चल्न पाउँदैन अनि क्या रुन्छ कि हाई छोरी वा आप्पाले ल्याएको हो यो कति राम्रो क्युट हेर त We love you, special love for you, Gretchen. यहाँ त्यहाँ राखेको उसको कार यहाँ चाहिँ बेबीको कार सिटमा अनिवार्य छ यहाँ राख्नुलाई हामीले आफ्नो काखमा राख्नु पाउँदैनौँ रेडी खै मेरो चेरी not ready yet bye bye अब हामी त्यहाँ जान्छौँ हामी कति 1 घन्टा लाग्छ अरे 1 hour drive to के अरे त्यो टेम्पलको नाम Nanten Nanten Buddhist Temple अघि त्यहाँ गएर हाम्रो सेचिन गुम्बा जस्तो देख्छ सो हामी त्यहाँ गएर देखाउँछौँ नि है ओके बाई मेरो छोरी खेलिरहेछ Gretchen मम्मी गर्नु न गर्नु न मेरो मम्मी लजायो अस्ति हामी के त गएको थियो नि अनि त्यहाँनिर हामी उता त्यो खाना खाएको थियो अनि खास हामी छोरीको लागि के हेर्न गएको थियो
त्यो त्यो बेला मन्दिर गएर नि त्यो मन्दिर गएर अनि पछि छोरीलाई चाहिँ- शिवजीको मन्दिरमा अँ, गएको क्या त। त्यो चाहिँ उता वलङ्गङको त्यो वलङ्गङ सेन्टर हो त्यही अलिकति उता अझै उता होइन अझै अलि उता गुम्बामा भनौँ न Just listen to their जाम हुन्छ अब साबन छुट्टीमा आउने जाने गर्छ just listen to them उसको स्टार हो या सुन्नुहोस् उहाँहरूको गफ होइन त मम्मी यस भन्नुहोस् न के को यस बिला उहाँले इंग्लिश तम्मा बिन्दा यस ओके यसले मारे याद नभए आए ल मामाले दिन्छु गर निस्क्यो छोरी निस्क्यो ल कति मिठो मानेर खाएको मेरो छोरी मिठो छ यो चाहिँ उसको प्युरी हो चिकन भेजिटेबल्स एन्ड राइस सोर्स अफ प्रोटिन है स्मुथ के बाटो बेबी हजुर भन्नुहोस् तिमी जस्तै स्मुथ रहेछ हेर न मेरो मम्मी चाहिँ बिचरा सुतिराख्नु भएको छ बिहानै उठेर छोरीलाई खिरसिर बनाएर I'm so blessed. उठ्यौ तिमी उठ्यौ छोरी म त बोल्नै हुँदैन है गुड आफ्टरनुन बेबी गुड आफ्टरनुन ओके Are you feeling sleepy again? Sudanta, go to sleep then. उसको खेल्ने कुरा उसको आप्पाले किनिदिएको कति क्युट यस हामी चाहिँ गेटमा आइपुग्यौँ Plantain Temple क्या स्वर्ग रहेछ नि त यो टेम्पल एकदम राम्रो छ क्या आपा हाम्रो बौद्धतिर हुन्छ नि हेर न यहाँ है माथि त्यो फुल्लारी घुम्बा जान्छ नि अप्पर त्यस्तै खालको त्यसै यो त भव्य ठुलो छ क्या यिनीहरूलाई डोनेसन हुन्छ कुन चाहिँ यो थाईहरूले बनाएको कसले त्यहाँ लेखाएको थियो मैले बिर्सिसक्यो यहाँको फोटो खिच्नुपर्छ है हामी बजेर खिचिदिइहाल्छु नि त्यहाँनिर मम्मीलाई टक्क लगाएर मैले खिचिदिइहाल्छु नि पहिला माथि रोक्नु है पहिला कहाँ उतैर हो अनि पछि त्यो उताबाट कि पहिला उता जाने हो बेबी उताबाट जाउँ त ल उतैबाट जाउँ न पछि यता आउला नि त जहाँबाट गयो नि हुन्छ राम्रो छ भने ठाउँहरू भने ल लाफिङ बुद्ध लाफिङ बुद्ध जिन्दास्याङ भन्छ यसलाई जिन्दास्याङ जिन्दास्याङ हाम्रो उताबाट ल जिन्दास्याङ यो कहिले पनि त्यो भने पद्मे हाँसेको हाँसेकै यो त अथाह संसारको धनी हो पहिला माथि जाने कि यता गुम्बामा जाने गुम्बामा जाउँ न त गुम्बा जाने ल जग्गा नै हुन्छ त यहाँनिर एकछिनमा त त्यो चाहिँ लङ हुनुपर्छ त्यही जाउँ न त त्यहाँबाट यसो भने गाडी यहीँतिर पार्क गर न ल फाइनली आइपुग्यो होइन राम्रो वेदर के अनि It's a wonderful day. छोरी चाहिँ मक्क कति मक्क छ oh my goodness नेन्तेन टेम्पल हेर्नु त yes क्या राम्रो छ नि ठाउँ अब ऊ त्यहाँ एउटा मूर्ति यहाँ छ बुद्ध अनि यहाँबाट सिधा माथि उयो क्या बच्चा कहाँमा How's the outfit today? ए दामी छोरी चाहिँ घुम्न पाएपछि यस्तो मक्क हुन्छ है लाइक हर मामा पापा मक्क छ आज त्यहाँ सँगै हिँड्नु पाएर लङ टाइम पछि सबै फ्यामिली यस्तो खुसी लागिरहेको छ मलाई
छेउमा के भन्यो भने जिस्काएर किन त्यहाँ मम्मीको हात समात्नु कि ओ भन्दै फेरि हो भन्नुपर्छ मम्मी होइन कस्तो राम्रो देखियो नि मेरो छोरीलाई चाहिँ राख्नु माया देख्ने कति राम्रो ड्याडी मम्मी अनि है कति राम्रो देखेको लाफिङ बुद्धको बच्चाहरू हाम्रो छोरी जस्तो पुट्टी पुट्टी छोरी तिम्रो साथी हो यहाँ छ त्यहाँ छ कस्तो राम्रो छ है पुरै त्यो कपुल गुम्बातिर आएको छ कि आनन्द आउँछ कि यहाँ आउँदा चाहिँ हुन्छ नि प्लिज आजकल म मेडिटेसन एरामा छु क्या त्यसैले यस Look at daddy. Look at daddy. Say hi, daddy. है कति राम्रो आप्पाहरू दङ्ग परेर बसिरहेछ आज मेरो छोरी चाहिँ उसको आप्पाको फोटोकपी हो हो नि। फोटोकपी दुईजना भाग्यमानी हो नि त नि छोरीपट्टि आएको भाग्यमानी छ हात बवाल छन् बवाल बिस्तारै हेर्दै हेर्दै भीषण बनाएको हो क्या तर 9-10 ल उयो भनाइ चाहिँ हिँड्नुपर्छ है गाइस 30 एनिभर्सरी भएर छ मम्मी ए तँ दिशा कस्तो दामी छ नि उताबाट गयो भने चाहिँ म्युजियम हो होइन त्यहाँ म्युजियम छ लामाहरू के पढ्नेहरू छ त्यहाँ चाहिँ अनि यहाँ चाहिँ अहिले थुप्सुप बाल्ने चाहिँ यहाँबाट जानुपर्छ यहाँबाट ताक्का लाएर आपा कस्तो रहेछ ठाउँ दामी रमाइलो लाग्यो फ्यामिली प्याक हामी आउने गाडी हो क्या त्यो हाइवे यो तलको चाहिँ M1 हाइवे है यताबाट सिडनी पुग्ने यताबाट चाहिँ कहाँ कहाँ गाउँतिर जाने हाइवे ठुलो छ ठ्याक्क जोडेको कि यसलाई यो पुलले अर्को साइड आइपुग्यो हामी यहाँ हो कस्तो राम्रो देख्यो यार डाँडा दामी छ भनेको ठाउँ त अब भित्र जाने एकछिन म्युजियम जस्तो छ होइन सट्ट लागेर एक राउन्ड हान्ने माथि गुम्बामा के अरे बत्तीबाल जानुपर्छ नि हेर न वाउ कस्तो दामी बोल्ने है छोरीको त चेन्ज गरिसक्यो हेर्नु हामी आइपुग्यौँ अहिले चाहिँ हामी रेस्टुरेन्ट हामी चाहिँ डाइरेक्ट छोरीलाई पाएर हामी यता टेम्पलमा घुम्न आएको हामीले चाहिँ पास्ने सानो गरौँ कज फ्यामिलीहरू सबैजना कोही कता प्लस मेरो ठुल दाइ र भाउजू चाहिँ आउने प्लानमा थियो अनफर्चुनेटली लास्ट मोमेन्टमा केही काम परेर आउनु पाएन सो हामीले योपालि चाहिँ घरमै सानो फिल गरौँ जस्तो सोचेको अनि प्लस खास मेन भन्दा चाहिँ हामी नेपालमा गएर बनाउने सोचेको थिएँ किन तर हुन्छ नि मेरो युनिले के गर्नु छुट्टी नै दिएन मैले त्यत्रो रिक्वेस्ट गरेँ नि मलाई छुट्टी नै पाएन त्यसैले अब हुन्छ नि अब युनिबाट अब किनकि पहिला पो अब कोभिडको टाइममा अनलाइन पढाइ नै हुन्थ्यो अहिले चाहिँ फेस टु फेसै जानु परेकोले अलि जानु पाएन सो केही छैन न ड्याडी र मम्मी भए पनि आइपुग्नु भयो टाइमिङमै त्यही खुसी छौँ
तर केही छैन मेन अब हाम्रो मेन भन्ने कुरा चाहिँ छोरीको गुन्यो चोलो मेन रे सो गुन्यो चोलोमा चाहिँ सकेसम्म चाहिँ सबैजना हुन्छ नि सबैजना भएर गर्ने प्लान छ केही छैन अब त्यो बेलामा चाहिँ भव्य गर्नुपर्छ है छोरी सबै परिवार यताको बामा सबै मेरो दाइ भाउजू अल टुगेदर अल फ्यामिली आमा आउनुभयो ल रिफ्रेस टाइममा ट्याक्क आमा र म चाहिँ रेस्ट गरेर आएको आमा यहाँ म यहाँ अनि यहाँको दामी छ यहाँ सानो पट रहेछ त्यहाँ माछा फेरि माछा होइन कस्तो राम्रो बेबी यो ठाउँ दामी टक्क दुईवटा कुर्सी हान्यो यो पट के है राम्रो छ है सानो सानो दुई तिनवटा छ त्यहाँ दुईवटा त्यहाँ देखेन एउटा यहाँ एउटा त्यहाँ सानो बुट्टा बुद्ध यो सानो देखेको मेरो छोरीको जो पनि मेरो छोरी जस्तो लाग्ने के राम्रो है त्यहाँ कलर यहाँभित्र चाहिँ खिच्न पाउँदैन थियो रहेछ त्यसैले हामीले नखिचेको अहिले चाहिँ हामी बाहिर निस्क्यौँ त्यहाँ देखाउनु मन थियो के गर्नु अब मान्छेको रुल्स फलो गर्नु पऱ्यो होइन अब हामी चाहिँ त्यो अघि त्यो टेम्पलबाट आयो नि त्यहाँनिर जान्छौँ Richard, what happened, baby? Habu. Hey. ठुलो हेर्नु न कस्तो राम्रो के है I feel peace baby हामी चाहिँ अब भर्याङ चढ्यौँ वाउ बेबी मजाले समात है बेबीलाई भर्याङ चढ्दैछौँ भने कि मलाई नेपाली बोल्ने जस्तो गाह्रो भयो भर्याङ चढ्यौँ नि yes daddy yes Oh my god 30th anniversary ठुलो गुम्बा इट्स अ ह्युज यो चाहिँ यहाँको धुम्पाल नै धुम्पाल्दै हुनुहुन्छ बाह्र मम्मीले आज पुर्णे सच अ ब्लेसिङ डे अब उजुरी हुँदैन यहाँ उयो ढोक्नु अनि यहाँ यसरी हटाएर राख्दिनु कि हामी माथि दर्शन गरेर आइपुग्यो थाक्यो शीतलमा बसिरहेको कस्तो लाग्यो आप्पा माथि है त्यही त भन्दा धुपसुप बाल्नु पायो है नत्र बौद्धम गएर बाल्थ्यो नि त तेमल जात्रा भगवान भेट्यो अब नाति बोकेर आयो नयाँ नाति अनि छोरी जयसँग घुम्नु पाउँदा एकदम खुसी हामीलाई खुसी भयो धेरै आशीर्वाद छ अब चाहिँ हामी फुड हलमा जान्छौँ भोक पनि लाग्यो अब हेरौँ यहाँतिर कहाँ राम्रो खाने ठाउँ छ त्यहीँ जान्छौँ थाक्यो है थाक्यो नि त ड्याडी मम्मी ओके मम्मी पनि टायर्ड थाकेको भन्दा एकदम खुसी लाग्यो रमाइलो खुसीको थाक्यो बट आइ एम एक्सट्रिमली एक्जस्टेड त्यहाँ माथि डाँड्दै यताबाट यता हुँदै यता आइपुग्यो
अब चाहिँ हामी धेरै भोकाइमा छौँ होइन त We are starving, so अब खाना जान्छौँ हामी चाहिँ Did you decide हामी कहाँ जाने भनेर नेपाली रेस्टुरेन्ट जाने ओके मलाई नि खाना खान मन लागिरहेछ होइन कि राइस चाहिँ के राइस मैले हिजो हिजो न अस्ति खाएको थिएन अनि त्यसैले कति दिन नखा जस्तो फिल भयो होइन मलाई त आमाको त फेभरेट अल टाइम मोमो अनि चाउमिन धन्न यहाँबाट कति मिनट ड्राइभ रे बेबे 9 मिनट रहेछ धन्न धेरै टाढा रहेनछ धन्न पाएँ हामीलाई मैले त त्यति पनि पाउँदैन भन्ने सोचिरहेको थिएँ लास्ट टाइम त हामी आउँदाखेरि कि त हामीले फास्ट फुड खाएको थियो नि त त्यसैले होला कति राम्रो रोड है कस्तो हाइवे कस्तो राम्रो क्या क्लिन के स्मुथ मेरो छोरी कति क्युटले सोधेको हेर्नु न उसको पुतली समातेर सुतिरहेछ ऊ जहिले यसरी सुत्छ जहिले यसरी सुत्छ नि त So cuteness, oh my goodness. कति चाँडो बढ्ने क्या बच्चाहरू म त माया लाग्ने फेरि भन्नुहोस् त के अरे बेबे तेमल जात्राको बत्ती बाल्यो तेमल जात्राको बत्ती बाल्यो रे भोज खान जाने रे मेरो बेबीले ल मेरो बेबीलाई चाहिँ नेपाली नै खानुपर्ने रे ऊ त्यहाँ हो हामी चाहिँ उहाँ द स्तुपा टेस्ट अफ नेपालमा जान लागेको पेमाल जात्राको दिनमा ल स्टुपामा आइपुग्यो हामी पनि है द स्तुपा टेस्ट अफ नेपाल ल चारजना ज्वाइन लापा सबैजना छोरी पनि छ राम्रो छ अस्ट्रेलियाको मोमो कस्तो रहेछ हाम्रो अब बौद्धतिर जस्तो चाहिँ हुँदैन यो चाहिँ हाम्रो आन्ट्रे हामी अनि त्यसपछि भात खान्छौँ मिठो छ बेबी मोमो चाहिँ मिठो थियो अब खाना खान लाग्यो हामी मोमो त राम्रो बाबा रहेछ मोमो है मोमो चाहिँ दामी रहेछ ल सिडनीमा नपाएको टेस्ट ओलङ्गनमा आएर पायो अब खाना टेस्ट गर्छु खाना चाहिँ कस्तो छ यस थाली सेट खाएर सकाम सकाप पर्यो ल अनि आज खाना कस्तो भयो मम्मी खराब दाजु रेहाजी मिठो थियो आपा मेरो ड्याडी मम्मीलाई चाहिँ एकदम मिठो लागेर अनि बेबी अब त फ्रुट ओ आँखा निन्द्रामै भइसक्यो मेरो बेबी फुल भयो ल आजको कहानी यति है आपा टन्ना खायो है मजाले घुमायो धुपसुप पनि बाल्यो सबै है ल सी यू सबैजनालाई बाई बाई